दर्शकबिन नमस्कार। यी हुन् हाम्रो नेपाली क्रिकेट खेलाडीहरूले गरेका खतरनाक र रमाइला रनआउटहरू। नम्बर 1, ट्रायंगुलर सिरिजको नेपाल र युए बीच भइरहेको गेममा दिपेन्द्र सिंह ऐरीले गरेको खतरनाक रनआउट। ट्रायंगुलर सिरिजको फाइनल गेम नेपाल र युए बीच भइरहेको थियो। टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 162 रन बनाउन सक्यो। जितको लागि युएलाई 163 रन बनाउनु पर्ने थियो, तर 16औं ओभरमा सोमपाल आफ्नो कोटाको दोस्रो ओभरको चौथो बल गरिरहेका थिए। ब्याट्सम्यानले त्यो बललाई चौका हान्ने प्रयास गरेका थिए, तर दिपेन्द्र सिंह ऐरीले कहाँ चौका जान दिन्थे र चौका जान लागेको बललाई झट्ट समातेर स्टाम्पलाई डाइरेक्ट हिट गरे र युए का प्लेयर रन आउट हुन पुगे। Brilliant. Dipendra Singh Airi away! Oh, maybe the best you'll ever see. He's dived swiftly to his right. नम्बर 2, नेपाल र पाकिस्तान बीच भइरहेको गेममा मोहम्मद रिजवानलाई दिपेन्द्र सिंह ऐरीले नै गरेको खतरनाक रनआउट। सन्दीप लामेछाने आफ्नो कोटाको 5औं ओभर गरिरहेका थिए। स्ट्राइकमा थिए मोहम्मद रिजवान। उनी 44 रनमा खेलिरहेका थिए। केही बेरमै उनको हाफ सेन्चुरी पनि हुनेवाला थियो, तर दिपेन्द्र सिंह ऐरीले यहाँ पनि हाफ सेन्चुरी हुन दिएनन्। रिजवान क्रिजमा पुगि नै सकेका थिए, तर उनको ब्याट भने हावामा थियो। उनी आफ्नो शरीरलाई बचाउन खोज्दा रनआउट हुन पुगे। दर्शकबिन त भए केही खतरनाक रनआउटहरू। अब कुरा गरौँ नेपाली खेलाडीहरूले गरेका फन्ने रनआउटहरूको बारेमा। नम्बर 3, आजभन्दा 1.5 वर्ष अगाडि ट्रायंगुलर सिरिजमा सोमपाल कामीले गरेको फन्ने रनआउट। दर्शकबिन नेपाल र पपुवा न्युगिनी बीच गेम भइरहेको थियो। नेपालले फर्स्ट ब्याटिङ गरेर निर्धारित 20 ओभरमा 168 रन बनाएको थियो। पपुवा न्युगिनी पनि त्यही रनलाई पछ्याइरहेको थियो। 16 ओभरसम्म 9 विकेट गइसकेको थियो पपुवा न्युगिनीको। 17औं ओभरमा सोमपाल कामी आफ्नो कोटाको तेस्रो ओभर गरिरहेका थिए। तेस्रो ओभरको दोस्रो बल गर्ने क्रममा नन स्ट्राइकमा भएका खेलाडी रन लिनुको लागि दगुरिसकेका थिए, तर त्यो बल भने किपरको हातमा जान्छ र रोहित सन्दीप पनि स्टाम्पमै आएर म गर्छु रनआउट भनेर बल खुसाखुस गर्छन्। अन्ततः सोमपाल कामीले रनआउट गरिदिन्छन्। Dug in and Atai wants the single. This is going to be it. Is this it? Oh, who's going to run him out? One of them is Sompal Kami. He's going to take the stump with him. The umpire's finger, I think it's finally gone up. Wide is signalled, and I think that's going to be a rather ridiculous way to end it. But nobody's going to care. A calamitous run out between Kamea and Atai, and there's your champions. नम्बर 4, नेपाल र युए बीच भएको गेममा कुशल मल्लले गरेको फन्ने रनआउट। आज भोलि नै भएको ट्रायंगुलर सिरिजको युए सँगको गेममा कुशल मल्लले आफ्नो कोटाको चौथो ओभरको पहिलो बल गरिरहेका हुन्छन्। ब्याट्सम्यानले त्यो बललाई त हान्छन्, तर त्यो बल सिधै दिपेन्द्र सिंह ऐरीको हातमा जान्छ अनि दिपेन्द्र सिंह ऐरीले कहाँ छोड्तिर सिधै दिन्छन् कुशल मल्ललाई। अब सजिलैसँग कुशल मल्लले यसरी रमाइलो पारामा रनआउट गर्छन्। Kushal Malla coming for his fourth one, has balled pretty economically, just given away 7 runs, and that's an easy run out. There you go. Just flicks the ball, bails out. And to make it sure. दर्शकबिन तपाईलाई आजको भिडियो कस्तो लागिरहेको छ? यदि मन पर्यो भने लाइक गरिदिनु होला। यदि यो भिडियोमा 1K लाइक पुग्यो भने फेरि पनि म यस्तै भिडियो ल्याउने नै छु। आजको लागि भने यति नै। हस्त दर्शकबिन अर्को भिडियोसम्मको लागि म नारद जाफनी बिदा हुन्छु। हस्त नमस्कार, कुनै अर्को भिडियोमा भेटौँला।